दर्शकबिन आज फेरि नयाँ भ्लग लिएर यहाँहरुको सामु फेरि पनि उपस्थित भइसकेको छु र यति बेला चाहिँ म यो माउरी गोला विभाजनकै क्रममा छु र त्यस हुनाले म आज पनि माउरी गोला विभाजन गरेर यहाँहरुलाई देखाउने छु। सो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। र दर्शकबिन यहाँ देखिराख्नु भएको छ यिनीहरु प्राय जसो चाहिँ विभाजन गरिसकेको छु र यहाँ मध्ये पनि कुनै कुनै विभाजन गर्न बाँकी नै छ र यहाँको पनि विभाजन गर्ने छु। त्यस्तै गरी म यतापट्टि गएर त्यहाँ पर घरभन्दा माथिपट्टि राखेको माउरी गोला विभाजन गर्ने छु र यतापट्टि पनि माउरी गोला विभाजन गर्न बाँकी नै छ र यसको विभाजन गरिसकेको भने यो दुईवटा घारको चाहिँ विभाजन गर्न बाँकी नै छ, यिनीहरुको पनि गर्ने नै छु। र आज चाहिँ म त्यहाँ घरभन्दा माथिपट्टि राखेको घारको चाहिँ माउरी गोला विभाजन गर्ने छु, यहाँबाट देखिएको छैन। र यति बेला चाहिँ जेठ महिना लागिसकेको कारणले अब चाहिँ सकेसम्म जेठको 15 भित्र चाहिँ हामीले गोला विभाजन गरेर सकिसक्नु पर्ने हुन्छ। त्यसभन्दा पछि चाहिँ पानी पर्ने झरी पर्ने गर्ने हुनाले चाहिँ माउरी गोला बिग्रिन सक्छ। त्यस हुनाले समयमै गोला विभाजन गर्नुपर्ने हुन्छ। र दर्शकबिन म चाहिँ यो माउरी गोला विभाजनको लागि एउटा स्ट्यान्ड लिएर यहाँ माथि निस्किँदैछु र आज चाहिँ अलिक फरक ढङ्गले विभाजन गर्नेछु। र मैले चाहिँ त्यो माथिपट्टिको निलो ढक्कन भएको माउरी गोला विभाजन गर्नेछु र यहाँ देखिराख्नु भएको छ। र हिजोसम्म एकदमै राम्रो घाम लागिरहेको थियो र आज चाहिँ आकाशमा बादल लागिरहेको अवस्था छ र यहाँ देखिराख्नु भएको छ। र दर्शकबिन मैले यो माउरी गोला विभाजनको लागि घार लिएर आइसकेको छु। अब चाहिँ मैले यो टोपी पनि चाहिन्छ। यहाँ देखिराख्नु भएको छ यो पहिलाको यो सेन्टरलाई जस्ता जस्तै यही छोडेर यो दुईतिर घार राख्नको लागि ठाउँ बनाउनु पर्ने हुन्छ सबभन्दा पहिला चाहिँ। र दर्शकबिन यहाँ देखिराख्नु भएको छ मैले स्ट्यान्ड दुईवटा ल्याइसकेको छु र अब चाहिँ सबभन्दा पहिला यो स्ट्यान्डलाई चाहिँ दुईतिर मिलाएर राख्नु पर्ने हुन्छ यो साइडमा। यहाँ देखिराख्नु भएको छ मैले यो घारको साइडमा दुईतिरै यसरी स्ट्यान्ड राखिसकेको छु र अब चाहिँ मैले यो पुरानो घारलाई उतापट्टि राख्नेछु अनि एउटा नयाँ घारलाई चाहिँ यहाँनिर राख्नेछु। र दर्शकबिन यति बेला चाहिँ विभिन्न ठाउँहरूबाट माउरी गोलाको अर्डर आइरहेको कारणले मैले माउरी गोला बिक्रीको लागि चाहिँ मैले माउरी गोला विभाजन गर्ने तयारी गरिरहेको छु। र दर्शकबिन यहाँ देखिराख्नु भएको छ यो पहिलाको सेन्टरलाई त्यही जस्ता जस्तै छोडेर मैले घार दुईतिर राखिसकेको छु र अब चाहिँ मैले त्यसको ढक्कन खोलेर मैले मिलाएर राम्रोसँग यताउता बराबरी हुने गरी माउरी सेट गर्नेछु। र यो नयाँ घार हो तर पनि यसमा त्यो पुरै घुर लागेको रहेछ, त्यस हुनाले भित्र खोलेर पहिला चाहिँ सफा गर्नुपर्ने हुन्छ। र यहाँ देखिराख्नु भएको छ यो चाहिँ धेरै टाढा लैजाने भएको कारणले यो माथिपट्टि चाहिँ यसरी जाली राखेर यहाँ माथिबाट यसरी लिस्ती हानेको छ। र यहाँ देखिराख्नु भएको चाहिँ भित्रपट्टि चाहिँ हल्का धुलो रहेछ, त्यस हुनाले सबभन्दा पहिला चाहिँ यहाँ भएको यो धुलो फोहोरलाई चाहिँ बढारेर सफा गर्नुपर्ने हुन्छ। र यहाँ देखिराख्नु भएको छ यहाँ यो घारमा भएका फोहोरहरू मैले बढारेर सफा गरिसकेको छु। र दर्शकबिन यहाँ देखिराख्नु भएको छ मैले यसको ढक्कन खोलिसकेको छु र अब चाहिँ मैले यसको बोर्ड निकालेर फ्रेमहरू के कसो छ म चेक गर्दैछु। र यहाँ देखिराख्नु भएको छ यसमा चाहिँ ठ्याक्कै 9 फ्रेम रहेछ र 9 फ्रेमलाई चाहिँ मैले 4 फ्रेम चाहिँ यसमै राख्नेछु भने 5 फ्रेम चाहिँ मैले त्यो नयाँ घारमा सेट गर्नेछु। र दर्शकबिन मैले माउरीको ढक्कन त खोलिसकेँ तर पनि आकाश हेर्दाखेरि पानी पर्ला जस्तो गरिरहेको कारणले एकछिन चाहिँ यो माउरी गोला विभाजन गर्ने काम एकछिन रोक्न लागिरहेको छु। र यो माउरी गोला आज छुट्याउन लागेको माउरी गोला चाहिँ भोलि नै पठाउने हो, त्यस हुनाले कामको अलि हतार नै छ। र त्यस हुनाले
यति बेला यहाँ देखिराख्नु भएको छ आकाशमा पानी पर्ला जस्तो गरी बादल लागिरहेको अवस्था छ र यहाँ देखिराख्नु भएको छ। र दर्शकबिन यति बेला चाहिँ मौसम अलिक खराब भएको कारणले मैले यो माउरी गोला छुट्याउने काम चाहिँ मैले यतिकै यहीँ रोक्न लागिरहेको छु। र यहाँ देखिराख्नु भएको छ यो बोर्डमा भएको माउरीहरू चाहिँ घरभित्र जाँदैछ यति बेला। र दर्शकबिन यति बेला चाहिँ पानी पर्ला जस्तो मौसम गरेको कारणले मैले यो माउरी गोला विभाजन नगरिकन घरतिर जाँदैछु। र दर्शकबिन पानी पर्ला जस्तो गरी मौसम अँध्यारेको कारणले यहाँ घरहरू पुरै लथालिङ्ग छ, त्यस हुनाले मैले यो घरहरू घर लैजानु पर्ने हुन्छ। र दर्शकबिन पानी पर्न लागेको छ अहिले। र दर्शकबिन यहाँ देखिराख्नु भएको छ हावाहुरी सहित पानी पर्न लागेको छ यति बेला। र यो बाइकको यो प्लास्टिक नै उडाएको छ यति बेला। र यहाँ देखिराख्नु भएको छ दर्शकबिन हिजो चाहिँ मैले माउरी गोला विभाजन गर्दा गर्दै मौसम खराब भएको कारणले हिजो माउरी गोला विभाजन गर्न भ्याइएन, त्यस हुनाले आज चाहिँ म यो माथि माउरी गोला विभाजन गर्न जाँदैछु। र यहाँ देखिराख्नु भएको छ बाख्राहरूले घाम तापिरहेको छ यति बेला। र दर्शकबिन म यो यहाँ आइसकेको छु। अब चाहिँ म ढिला नगरी माउरी गोला विभाजन गर्न गइरहेको छु। र दर्शकबिन यहाँ देखिराख्नु भएको छ यति बेला चाहिँ घाम लागेको कारणले माउरीको हालत पनि राम्रै छ। र अब चाहिँ म यो घरलाई मिलाएर सेम हिजो जस्तै तरिकाले राखेर गोला विभाजन गर्नेछु। र हिजो चाहिँ अचानक पानी पर्न सुरु गरेको कारणले चाहिँ मैले माउरी गोला विभाजन गर्न सकिनँ, त्यस हुनाले म आज सुरु गर्दैछु। र दर्शकबिन यहाँ देखिराख्नु भएको छ मैले यसको ढक्कन खोलिसकेको छु। र अब चाहिँ मैले यसमा 9 फ्रेम भएको कारणले उसमा चाहिँ 5 फ्रेम अनि यसमा चाहिँ 4 फ्रेम गराएर छुट्याउने छु। र दर्शकबिन मैले सबभन्दा छेउको फ्रेम निकालिसकेको छु र यसमा चाहिँ बच्चाको अवस्था पनि एकदमै राम्रो रहेछ। र यहाँ देखिराख्नु भएको छ छेउकै फ्रेममा पनि यसरी मजाले बच्चा हालेको छ। र यो घरलाई चाहिँ मैले यो सेन्टरबाट ठ्याक्कै अलग गरेर राखेको कारणले यो यसमा फ्रेम नराख्दै माउरीहरू त्यसरी गइरहेको छ। र यहाँ देखिराख्नु भएको छ। र अब चाहिँ मैले यो फ्रेमलाई त्यही घरमा राख्न लागिरहेको छु। र दर्शकबिन यो माउरी गोला विभाजन गर्दा जहिले पनि सबभन्दा मेन भनेको चाहिँ रानी हेर्नुपर्ने हुन्छ। र रानी बिन चाहिँ हाम्रो पुरानो घरमा राखिन्छ भने रानी सहितको चाहिँ यो नयाँ घरमा सेट गर्नेछु मैले। र त्यस्तै गरी मैले अर्को फ्रेम निकालेर रानी खोज्नुपर्ने हुन्छ। र यसमा चाहिँ मैले रानी हेर्दैछु तर यतापट्टि रानी छैन। र रानी भेटिसकेको छ। र यहाँ देखिराख्नु भएको छ यो चाहिँ लामो सर्लक्क परेको चाहिँ रानी हो। र यहाँ देखिराख्नु भएको छ यसरी हिँडिरहेको छ। र यो रानी भएको फ्रेमलाई चाहिँ मैले यो नयाँ घरमा राख्दैछु। र त्यस्तै गरी मैले अर्को फ्रेम पनि निकाल्न गइरहेको छु।
र रानी भेटिसकेको कारणले अब चाहिँ यो फ्रेमहरू मात्रै निकालेर राख्नेछु।